गएछे पहिला एउटाले बनेछ ढुङ्गा आएको मोटमाथि झुङ्गा लुङ्गा आएको काट्योला भरो जमै आसेवारो नानीहरू सोचेछ त्यसका बाद बोल्दैन त फेरि मान्छे यत्रो सोधिसकेपछि यत्रो इमान इज्जत र प्रेस्टिज भएको तकमा लागेको मान्छे बोलिसक्दा पनि उत्तर त दिँदैन त नानीहरू के भएको नानीहरू सन्चै छ फेरि सन्चै रहेछ त्यसका बाद छेर्दै गरी गराउँदैछ सन्च नभएकोमा कहाँबाट बोल्थ्यो नानीहरू दसैँ कस्तो आयो गयो नानीहरू आएको थाहा भयो गएको थाहा भयो हो भेरी गुड नानीहरू म त यो गुडुङडुङ पारेर यहाँ हतार आउनु पर्यो भन्दा हतारमा हिँडेको एयर होस्टेस दुईजना प्लेनमा चढेको फ्याट्टै बेहोस भयो त्यसका बाद हुनु पनि म जतिको हेन्डसम 90 वर्षको त छैन नि हो अहिलेसम्म किन बेहोस भएछ भनेर एकछिन विचार गरेको त्यसका बाद सुरुवालको इजारै पो लगाएको रहेछु धन्न भित्रबाट गोपाल कट्टु लगाएको थिएर बाँच्यो नत्र त मान्छे बेहोस छैन त्यहाँ प्राणै जान्थ्यो नि अब यो भिडियो क्यामेरा बन्द गर त नानीहरूको यो मोबाइलबाट खिच्ने पनि भनेको बुझ्दै भिडियो खिच्नु बन्द गर अनि कथा अगाडि बढाउँछु नानीहरू नानीहरूलाई यहाँनिर कार्यक्रम हेर्नु भनेर बोलाएको त्यसका बाद कुटुङटुङ हतार बिबिसीको जति गरेर क्यामेरा पनि निकाल्छ त बाजे बोल्दै हुनुहुन्छ बोल्दैको त सुन्नुको पर्छ त कताको यसो गरिरहेको त्यसका बाजे ड्युटी नै जतिकै गर्छ त आज भोलि यो फेसबुक र युट्युब भन्नेले मान्छे बिजोग बनाइरहेछ भन्नु चाहिँ फेसबुक भन्छ कि नानी तर त्यो केटीहरूको प्रोफाइल पिक्चर चाहिँ के भएको जम्मैको ढाड पो हुन्छ त त्यसका बाजे अब त्यो फेसबुक हो कि ढाडबुक हो नानी अझ आज भोलि त त्यो जिउ हुँदै टेटु खोप्ने हुन्छ नि टेटु खोप्नेले त जम्मै त्यो फेसबुकमा वालपेपर आफ्नो त्यो प्रोफाइल पिक्चर पनि त्यसका बाजेको टेटुको यस्तो है त्यो फेसबुक हो कि टेटु खोल्नु गरौँ त नानी भिडियो बन्द गरौँ त नानीहरू भेरी गुड भिडियो राम्रो छ खिचाइ नानीलाई भनिदिनु हिन्दी फिल्म खिच्नु भोलिदेखि ल बन्द गरौँ न भने अङ्ग्रेजीमा भनौँ अरूभन्दा पनि नानी कस्तो भनेदेखि त्यो फेसबुक हाम्रो नेपालीलाई साँच्चै भन्नुपर्दा चलाउन आउँदैन रहेछ नानी के गरेको नानी कुरै नबुझिकन त्यो एउटाले फोटो हाल्नु पाएको छैन लाइक गर्नेहरूको भिड हुन्छ उनीहरूको जागिर जतिकै एउटा लाइक गर्दा 5 रुपियाँ लाउँछ जतिकै पो गर्छ त्यसका बाद त्यो लाइक गरेर त पैसा पाउने होइन त अरूभन्दा पनि नानी कस्तो चाहिँ अचम्म लाग्छ भने फेसबुकमा स्टाटस अपडेट हुन्छ कि मेरो बुढीलाई काम गर्नेले भगाएर जब म धेरै दुखी छु भनेर लेखिरहेको हुन्छ त्यहाँ माथि 3-4वटा लाइक आइपाल्छ त त्यसका बाद कुरो बुझेको छैन त्यतिकै लाइक गर्छ मेरो बाउ मरेको आज 1 वर्ष पुग्यो धेरै दुखी छु भनेर फोटो हुन्छ मुनिपट्टि लाइक हुन्छ फेरि किन रहेछ भने बाउ मर्दा पुरा खुसी लागे जतिकै हुन्छ त्यसले गर्दाखेरि नानी यो बहुत अप्ठ्यारो छ अरूभन्दा पनि यहाँ सबैभन्दा अप्ठ्यारो कुरो के भने नानी 4वटा जति नानीको आमा हुन्छ कि कोरियन केटीको अनुहार ठ्याक्क अगाडि राखेर केटा झुकाइरहेको छ त्यसमा बहुत अप्ठ्यारो छ नानी स्ट्यान्ड छ नानी स्ट्यान्ड राखेर बोलाउनु जस्तो लागे यहाँनिर अप्ठ्यारो छ त यो अरूभन्दा नानी यति नै हो त भेरी गुड को बोल्दैछ बिचमा कुन झुस्यो फेरि सल्लाह बेगर यहाँ म बोल्दैछु यो चाहिँ त्यतिकै फोटो खिच्नु नानी छ त ए ल नानी भेरी गुड नानीको डान्स पनि राम्रै थियो इन्डियन आइडलमा जाने हो नानी सानो दिँदै थिएन त यसो गरेर राधिका हमाल भन्ने कहाँ गयो त्यसका बादेको त्यो लुगा सिलाउनु दिएको रहेछ एकपट्टिको कपडा नपुगेर नाङ्गै पाएछ लुगा सिलाउनु दिएको जम्मा 2.5 मिटर दिएको रहेछ एककै हातमा सिधेछ एकपट्टि त खालीको छ यस्तो हाम्रो देशमा के भएको यस्तो नि नानीहरू अर्को नानी कहाँ गयो दुर्गा के अरे हाम्रो दिदीका नानी साह्रै राम्रो गायो हो त्यसका बाजेको गीत चाहिँ स्पिड थियो नानी चाहिँ स्लो दिँदै थियो फेरि आफ्नै छ नानीहरू पनि लागे स्ट्यान्ड आइसक्यो त्यसका बाजे फोटो खिच्नु मात्रै मगाएको जतिकै छ यो हाम्रो देशमा त ट्रेन चल्दैन लागे सुन्दैछौ नानी यो इक्वाली कम गराउनु कता छैन अब त आन्द्रा मुडी खोकेर कहाँ
हौ साउन्ड टिकाउटा छौ त्यो अलिकति इको कम गरौँ त त्यसै पनि मेरो साउन्ड खत्रै छ आखिरमा नानी त्यहाँ हो ए नेपाली पुच्छौ कि अलहदी वल्लाह खुदा हाफिज त्यसका मासे गुडुङडुङै बोलिन्छ नि नानी लाखे यो फेरि यो तार पेपरको धुँधो खूब डेन्जर हुन्छ नानी एकचोटि स्टेज पछाडि ल्याएर दिएछ त्यसका बाद अन गरिरहेको छ तार छैन भनेर भन्यो आयोजकलाई आयोजकको रिसाइरहेको रहेछ त्यसले गर्दा अफ गरिहाल्नुपर्छ कि यो धुँधो बहुत डेन्जर नानी अरूभन्दा पनि नानी यो हाम्रो नेपालमा त कहाँबाट रेल चल्नु रेलको फोटै मात्रै छ होइन भिडियो नखिच भनेको यिनीहरूलाई अब अङ्ग्रेजीमा भएन एकचोटि अर्कै भाषामा सम्झाइदिउँ कि जस्तो लाग्यो नानी भिडियो खिचेर नानीले केही पाउँछ पाउँदैन नि अल हबीब यो क्यामेरा अफ होला अल हबीब खुदा हाफिज थ्याङ्क यू भेरी मच नानी भिडियो नखिचिदिनु न हार्दिक अनुरोध गर्दछु अब अनुरोध गरेँ एकछिन पछाडि त पुरै डाइरेक्टको दिन्छु त फेरि म अरूभन्दा पनि हाम्रो देशमा त कहाँबाट रेल चल्नु त्यसका बारेमा रेल त छैन जम्मै त्यो रेलको नक्सा मात्रै छ उता इन्डियापट्टि रेल चल्छ क्या नानी एकचोटि रेलमा गएको त्यहाँ ठ्याक्कै हौ नानी कहाँ हिँड्दैछ फेरि नाति अहिले त्यो तारमा अल्झेर लड्छ है नानी नानीहरू ठन्क मनको गर न नानी स्टेज अगाडि अहिले हराउँछ कुनैले टिपेर लिएर जान्छ लु हेर फेरि सानो हेर त यत्रो भएको छैन केटीमा घुमाउँदैछ अब केटो त डेन्जरै हो हाम्रो अघि केटी पछाडि लगाइसकेको छ त्यो केटा हेर त घुमाउँदैछ मोबाइल नम्बर दिएको ए फेसबुकमै आइरहनु भनेको अब नानी यो के छ भने फेर चाहिँ मेन कुरो म भिडियो खिचेको चाहिँ फेरि यो आँखा चिम्रो भयो पनि जहाँबाट पनि देख्छु कि नानी प्लिज मेरो अनुरोध